आज कति बज्यो 21 हो नाम लिखो उल्टो लेखेँ क्या मैले ए ठिकै छ बियर त हुनुहुन्न होला है अनि कि जान्छु अहिले के भन्छ भने लिहाल भन्छ कि फेरि यो
यो के अरे गएको होइन हो त यही त हो सर हामी त जुत्तैसित हजुर नमस्कार अस्ति किने आइएको थिएँ र भेट गर्न भन्नुभएको थियो हेलो सर नमस्कार सर भोलि 3 बजे विधायक समिति बैठक छ है दुईटा क्याबिनेट ल्याएको छ सर ठिक छ तपाईँको यस्तो अब उहाँले के गर्ने भनेर भन्नुहुन्छ होइन अब अध्यक्षज्यूले तपाईँको अब मुद्दाको हिसाबले जानुहुन्छ भने त्यही अनुसारले यहाँ निर्णय भएर जान्छ होइन अब होइन अब हामी आफ्नै हिसाबले जान्छौँ भन्यो भने त आफ्नो हिसाबले जान्छ त्यो जुन कुरा हामीले अघिल्लोपल्ट भनेको थियौँ त्यही कुरा हो होइन उहाँ अब अध्यक्षले चाहिँ अब तपाईँहरूलाई बोलाएर बुझाइदिनुहोस् न भन्नुहुन्छ बुझाउने के नबुझाउने होइन त्यो हामी आफूलाई पनि थाहा छैन होइन त्यही यस्तो के छ उनीहरूले नि आफ्नै अलिकति यता जग्गा छोडेर मेरो घरलाई टच नदिएर अलिकति उनीहरूले जग्गा छोडेर बाटो खोलेर बनायो भने पनि त मलाई पिर छैन त्यो विषय फेरि हामीले बोल्नु मिलेन होइन हजुरले भने जस्तो त्यो जग्गा छोडेर त जग्गा के हुन्छ त्यो जग्गा अनि उनीहरूले के त्यो अलिकति मलाई टच नगरेर होइन आफूकै न जग्गा बनाए त भइहाल्थ्यो नि मलाई त टचै गऱ्यो नि त यस्तो हो क्या नेसन मुक्ति भएको मेरो भनाइअनुसार जस्तो यो बाटो अहिले चलिरहेको छ यो हजुरको जग्गा भयो भने होइन यो जग्गा उहाँहरूको भयो होइन अनि यहाँ छोडेर यता बनाउनु भन्नुभएको त्यो त अनि यो जग्गा के गर्नु छ उहाँहरूले उनीहरूले नै दिएको यो जग्गामा चाहिँ भोलि हामी यही ठाउँबाट घर बनाउनु पाउनु पर्यो होइन त्यो हामीले त्यो त होइन क्लियर भन्छौँ क्या हामी के कुरा क्लियर हुन्छ भन्दाखेरि यो जग्गा किन्ने मान्छे के अरे नाम किशोर त्यहाँ 3 जना होइन अहिले श्रेष्ठ होइन के समथिङ होइन किशोर ईश्वर हो ईश्वर श्रेष्ठ ईश्वर श्रेष्ठ भन्ने व्यक्तिलाई यो बाटो देखेर उसले घर किन्यो हो कि ऊ प्लटिङ गर्ने व्यक्ति पनि होइन के पनि हो त होइन उसले आफूले दुःख ज्यान गरेको पैसाले यो जग्गा किनेको के गरी किन्यो भन्दाखेरि यो बाटो देखेर किनेको हो त्यसमा दुई मत छैन होइन त्यसमा दुई मत भएन यो बाटो नक्सामा छ फिल्डमा छ सबैतिर छ त्यो भएर उसले हो यतिको जग्गा किन्दा हुन्छ भनेर किनेको हो होइन अब रह्यो हजुरको कुरा हजुरलाई केले दखल गर्यो हजुरको 2.5 2.5 आना जग्गा सबभन्दा समस्याको कुरा होइन अब होइन अब धेरै भयो त के हुन्थ्यो अर्को कुरा हो के अरे अब रह्यो अब यो हजुरको भनाइले यो बाटो यहाँ राखिदिने मान्छे ईश्वर श्रेष्ठ त होइन हो र होइन नि यो कति सालमा राख्यो 2076 सालतिर कतितिर राख्यो हो यो बाटो आज कति हो 2081 हो है त डिफ्रेन्स कति भइसक्यो 4-6 वर्ष भइसक्यो है यहाँ त अधिक अब हजुर अस्ति हामीले के हुन्थ्यो त्यसको लागि यो जुन हजुरले भन्नु यता कता बाटो थियो होइन यता कता बाटो थियो यता कता बाटो थियो त्यसलाई कसले सार्यो प्लटिङ गर्नेले प्लटिङ गर्नेले सार्यो नि त यसमा पनि ईश्वरको दोष छैन छ त हजुर किनेको त अब भएन अब त्यसले बुझेन छुट्टै कुरो हो है होइन बुझेन भने बुझ्ने कुरै भएन क्या सर उसले किन्ने मान्छे अहिले तपाईँ हामीले पनि जग्गा किन्न गयो भने के हेर्छौँ अहिलेको ड्रेस नक्सा हेर्छौँ यो नक्सा हेर्छौँ यो नक्सा अनुसारको किन्छौँ होइन त उहाँले पनि के गर्नुभयो त्यो अनुसारको किन्नु कुन हो यो 603 अब हेर्नुहोस् क्लियर छ 603 वटा त बाटो छैन छ सय तीन होइन 603 कसको हजुरको जग्गा है अब कुन हो उसको ईश्वर श्रेष्ठको श्रेष्ठको यो मैले घर बनाउँदाको नक्साहरू यो
मेरो नक्सा त यो हो नि हजुर अनि वर्षैदेखि म नाप्ने जाँदै हेर्दै होइन यो हो होइन त्यो त नक्सा त चेन्ज भइरहन्छ होइन अब बाटो चेन्ज यता प्लटिङ भयो भने यता चेन्ज हुन्छ होइन अब हजुरले यो बाटोहरूको मेन चाहिँ एकछिन अब हजुरले बनाउँदाखेरि यो थिएन होला प्लटिङ यस्तो देखिएको थिएन यहाँ खाली देखिएको थियो होला अथवा के देखिएको थियो होइन खाली देखेर नै मैले यो चार्ज भयो नि खेत थियो कि त्यही त भन्दैछु त ईश्वर श्रेष्ठ भनेको कुन हो भने कति नम्बर किताब यसमा छैन यो मेरो जुन नक्सा त्यही यो कति 603 यो होइन अनि यो 528 यो 528 लाइक टुक्रा अब यहाँबाट बाटो ल्याएको होइन अब यो हजुरले यो पुरानो बोकेर हिँडिरहनु भएको छ यो गोरेटो छ नि हजुर 530 नम्बर चाहिँ बाटो हो हो यो बाटो लिएर मेरो घरमा लिएर यस्तै गरेर राख्यो उसको फाइल आएको थियो स्वर्गीय ससुराल म त कहाँ छु त हिजो तपाईँ हुनुपर्ने अस्ति पनि म छुइनँ उनीहरूले चाहिँ आज यहाँ जानु रे भनेर पठाइन्छ होला फाइल पठाउला है त्यो पनि हेर्नु यो 500 नम्बर 30 यो सारी बाटो हो हजुर हो यसलाई ल्याएर यहाँ राख्यो होइन अब हामीले अस्ति पनि हजुरलाई भन्छ यसको विरुद्धमा त जानु पऱ्यो नि त हजुरलाई अस्ति हामीले बोलेको शब्द पनि त्यही यहाँ बस्नु चाहिँ के 530लाई सारेको हुनाले मिलो मतमा गयो अब हजुर कहाँ जाने हो होइन जिल्लाबाट जाने हो कि उच्च जाने हो कि जानु पऱ्यो क्या तर ईश्वर श्रेष्ठको यसको भागीदार त होइन नि त होइन उनीहरू चाहिँ अब त्यसको उसमा चाहिँ भन्नु न त्यस्ता मुच्छिन पुगे होइन अब हजुर नक्सा 5 महिना सही गरेर पनि केही फरक पर्दैन मेरो हिसाबले किन ऊ दोषी पनि छैन ऊ कहाँ तपाईँले उसलाई ईश्वर श्रेष्ठ उदाहरण घर बनाएर बनाउँछ उसले आफ्नो जग्गा घर नबनाएर के गर्छ त होइन त्यो त मेरो घरै जाने अरे अर्का घर बनाउने होइन तपाईँ घर कसरी जान्छ उसको घर बनाउँदा तपाईँ घर होइन त्यो बाटोले त गयो नि त बाटो सरकार त्यस्तो जग्गा यस्तो समुद्र होइन हाम्रो बाटो समुद्र उसको जग्गा यस्तो सरकार छैन हो छैन हाम्रो बाटो उसले ईश्वरको ईश्वर 530 बाटो बनाउनु पाए त 530 त कहाँ बाटोमा अहिलेको नक्सामा देखिन्छ त 530 मेरो नक्सा के हो नि होइन त्यो नक्सा हुँदैन घर जग्गा किनेर म आउँदाखेरि मेरो टिभीमा कस्तो गरेँ त्यहाँमा आएर दिने गर्छ म त्यसलाई तपाईँले जानेको छ नि त बाटो यो मिचिएर ऊ गर्यो भनेर जानुहोस् न त्यसको लागि त्यसको लागि न्यायको नलाग्यो त्यो पायो भने जाउँला जानैपर्छ लगेर अरू सोल्युसन छैन एकदम अस्ति पनि हामीले बोलेको यो सक्छौँ होइन अब यसको विरुद्धमा तपाईँले यहाँ हाल्नुहुन्छ भने ठिक छ हामी पनि हेर्छौँ तर हामी हेर्दाखेरि चाहिँ यो नक्सा हेर्दैन कि अब अहिलेको तत्कालको नक्सा माग्छौँ होइन अब पुरानो घरको नक्सा के पुरानो त यो नक्सा हामी त किन उ भएको त भएन मेरो घर वरिपरि सबले एसीबाट बनेको बन्दैन हजुरको अहिले त फरक परिसक्यो नि त त्यही त न त्यस्तो गर्छन् त अरूको त्यो कुरामा त उनीहरूको उनीहरू त्यो अब के ओडाएर नगरपालिकाले हेर्नु पर्यो नि त्यो कुरो त हेर्नुपर्ने त त्यो कुरो त भोलि मेरो घर 2.5 महिनामा पछाडि मेरो 2.5 महिना बने घरमा भोलि मेरो पनि त्यसको मौजा कहिले बिहोर्ने म त आनन्द चुप्पो होला कान तेलेर बसेँ मान्छे ठाउँमा आएर घर ठ्याक्कै नभएर घर भाषा उठाइदिने कुरो म त सडकमा गएँ नि हजुर उनीहरूको त अहिले खाली जग्गा छ म त सडकमा गएँ हो खाली जग्गा भने उसले पनि त ठिक छ उभिने भएन म कमसे कम त्यो बाटो त तिनीहरूले गरेर मैले त स्वीकृति ल्याइदियो भाइ छुट्टी कुरो हो मैले चाहिँ उहाँ किशोरहरू उहाँ चाहिँ मर्का परेछ भन्ने कुरो त मैले महसुस गरेको छु होइन उहाँलाई मैले ठाडो आउनु लगाएको होइन मैले खोजेको म ईश्वरलाई त तपाईँको कुनै मुद्दा मामला केही पनि लाग्दैन होइन तर जहाँसुकै गयो पनि त्यो लाग्दैन 2 महिना हलाउनु होला 5 महिना हलाउनु होला 1 वर्ष हलाउनु होला दुःख दिनु होला त्यो बेग्लै होइन दुःख दिने कुरो आएन कि मलाई उसले दुःख दिने मन आएन होइन जब मनै बिग्रिए यस्तो भयो त्यो मैले पनि मेरो ठाउँ हजुर बसेर सोचेँ त मैले भनिहालेँ त हजुरलाई हामीले के पनि भन्यो भन्दाखेरि यसको विरुद्धमा तपाईँ जानुहोस् नापीको विरुद्धमा जानु नापी र वडाका तत्कालीन वडा अध्यक्ष जो हुनुहुन्थ्यो जसले सिफारिस गर्नु उसको विरुद्धमा जानु पर्यो नि त त्यसको लागि त हामीले अस्ति पनि यही कुरा बतायौँ हाम्रो अध्यक्षलाई पनि हामीले त्यही कुरा भनेको छौँ होइन अब अध्यक्षले होइन एकचोटि बोलाइदिनुहोस् न भनिदिनुहोस् न उहाँलाई भन्नुहोस् अब भन्नु त अब हामीले के भन्ने हो अब हजुरलाई यहाँ मुद्दा हाल्नु भने यसो सोल्युसन छैन यहाँ होइन
किनभने कसलाई हान्ने त हुन्छ ईश्वरलाई हान्ने त होइन तिनीहरूले त्यस्तो केही गर्न सक्दैनन् भने पनि त हामीले नाइ तिम्रो जग्गामा घर सर नबनाऊ त भनेको छैन नि त उनीहरूले त हामीलाई अलिक त्यसो सेफ्टी बनाएर रोक्न सक्नुहुन्न है यो किन रोकेर रोक्छ अहिले वडा अध्यक्ष थाहा छैन वडा अध्यक्षले त ईश्वर गयो भने मुद्दा लड्न गयो भने अर्को केस हुन्छ होइन त हजुरले रोक्नै पाउनुहुन्न ईश्वरलाई बाटो आएर पानी रोक्न पाइन्छ होइन बाटो वरिपरि कुरो आएन क्या त्यो कुरो आएन यो हिसाबले गरेको छु नि हरू म त्यो बाटो गरेर म 10 वर्ष आउँदा मेरो सुटिङ बिना आएर त्यस्तो गरेको चिजमा बल्ल पनि आँखा खुल्यो हाम्रो आँखा खुलेपछि त हाम्रो त कस्तो दिन्छ भन्दाखेरि नाबी मालपोत र मैले त उहाँहरूलाई त उ नै भनेको छैन नि होइन हजुरलाई मैले भने नि हामीले अस्ति पनि भनेँ होइन आज पनि त्यही शब्द बोल्छौँ हामी हजुर जाने भने कस्तो भन्दा नाबी मालपोत र ओडाको विरुद्धमा जाने हो अनि त्यसको लागि फेरि यहाँ मानसिक दिनुपर्ने भयो टिकट दिनुपर्ने त्यो दिनुपर्ने ओडाबाट हाम्रो नगरपालिका यहाँ त त्यो सम्बन्धीबाट माल त एउटा चाहियो त कहाँ म त जान तयारी छु म जान तयार छु यो के भने यो झमेला उहाँले सबैले दुःख पाउने मैले नै फोकटे दुःख उहाँले पैसा हाले मान्छे उहाँले दुःख गर्ने केही सुलेसन यहाँ निस्किन्छ कि ओडा नगरपालिकाबाट निकालिदिनुहुन्छ कि त्यसो भइदियो भने चाहिँ उहाँले सेफ म पनि सेफ दुईटै दुःख पाइएन नगरपालिका शाखा मात्र होइन ओभरअल शाखा हो हजुरले अब मेयर साहबको गएर अथवा अरू कसैको गएर पुरा निकाल्नुभयो भने उहाँले सोल्युसन निकाल्न सक्नुभयो भने बेग्लै बाटो रह्यो यो कानुन शाखाले स्पेसली यो शाखाले चाहिँ हजुरले सोल्युसन निकाल्न सक्यो एकदम क्लियर हो नगरपालिका ओभरअल छ नि त होइन अब त्यसमा